यो पिलर यो पिलर यो पिलर यो पिलर कतिवटा पिलर छैन? चारवटा पिलर। चारवटा पिलर मैले कोडमा कुरा गर्दाखेरि भन्दाखेरि मिनिमम कति हुनु पर्यो? 3.5 म्याक्सिमम 4.5 फर रेसिडेन्सियल बिल्डिङ पिलरको स्पेसिङ डिस्टेन्स होइन। अब हामीले चाहिँ हेर्नु त यहाँनिर के छ भनेपछि जहिले पनि हाम्रो बिल्डिङको डिजाइन गर्दाखेरि यो स्प्यान तपाईँको एरिया भनेको 144 स्क्वायर फिट हुनु। कति हुनु पर्यो? 144 स्क्वायर फिट। अब तपाईँहरू एज ए इन्जिनियर ओभर छ डिसाइड गर्नुहोस् कि मैले दुईवटा पिलरको बिचको स्पेसिङ कति कति राखेँ भनेपछि ठ्याक्कै यो 144 स्क्वायर फिट पर्छ भन्नुहोस्। मानौ यो 12 फिट भयो भने यसलाई पनि तपाईँले 12 फिट गर्नु पर्यो अनि मात्र 12 12 144 स्क्वायर फिट हुन्छ हो कि होइन? अहिले तपाईँले 12 गर्नुभयो यो 13 गर्नुभयो भनेपछि यो मिलेर मिलेन, त्यो गर्नु मिलेर कोडको खिलाफ भयो। यो 10 भयो भने यसलाई कति राख्नु पर्यो? 10 144 डिभाइडेड बाइ 10 जति आउँछ त्यति तपाईँले यो डिस्टेन्स राख्नु पर्यो। कन्सेप्ट क्लियर भयो? सेम राख्नु हो भने 12 र 12 को राख्नुहोस्। म्याक्सिमम 144 हो, मिनिमम त गर्न भयो। म्याक्सिमम 144 भन्दा बढी रहनु मिल्दैन इन रेसिडेन्सियल बिल्डिङ अकर्डिङ टु एनबिसी नेपाल बिल्डिङ कोडको अनुसार। ठिक छ? केही डाउट छ यसमा? छैन नि? मैले